काठमाडौँको एक टाढा गाउँमा एक पुरानो सुनसान घर थियो जुन सबैले डरले घेरिएको मान्थ्यो। अरुण नामका एक युवक त्यो घरको रहस्य थाहा पाउन चाहन्थे र एक रात त्यहाँ पुगे। घरको भित्र अजीब हावा र हल्का गन्ध थियो। अरुणले पुरानो डायरी भेट्टायो जसमा लेखिएको थियो, तिमीलाई यो घरको रहस्य थाहा पायो भने तिमी यहाँ रोकिनुपर्छ। अचानक घरको भित्र एक प्रेतात्मा देखियो र अरुणलाई भन्यो, तिमी जान सक्दैनौ। अरुणले भाग्ने प्रयास गरे तर सबै ढोका बन्द भयो। अर्को दिन अरुणको कुनै खबर पाइएन र गाउँका मानिसहरूले विश्वास गरे कि अरुण प्रेतात्माको शिकार बनेको हो। साथीहरू, यो घर अहिले पनि काठमाडौँको धेरै पर बसेको एउटा गाउँमा उपस्थित छ।